नमस्कार दर्शकबिन, स्वागत छ तपाईलाई अशोक टिभीमा। आज हामी विशेष कार्यक्रम रहेको छ मेलिया, माल्टाको मेलिया भन्ने ठाउँबाट उतातिर चाहिँ गइरहेका छौँ र हाम्रो साथमा हुनुहुन्छ प्युठान जिल्ला निवासी कृष्ण प्रसाद खत्रीज्यू र समुद्रको लहरसँगै हेर्न सक्नुहुनेछ। ल दाजु, केही भन्न चाहनुहुन्छ कि हाम्रो दर्शकहरूलाई? यहाँ मेरो न्यु साथी हुनुहुन्छ, यसो आज समुद्रको किनारतिर यसो घुमाउँ भनेर होइन, यसो दुई भाइ निक्लेको। समुद्र आज मौसम मेरो चाहिँ नाइट सिफ्ट हो है, मेरो छुट्टी होइन, नाइट सिफ्ट हो। त्यही पनि यसो भाइलाई यसो घुमाउँ भनेर। मौसम पनि राम्रो थियो, राम्रो लाग्छ। बदिया छ, त्यही भएर यसो इन्जोय गर्न लाग्नु है त्यो भाइ। ल हजुर पनि इन्जोय गर्नुहोस्। ल हेर्न सक्नुहुनेछ एकदम कति राम्रो भ्यू छ है। त्यो पारीको डाँडामा जान लाग्यो हो, त्यहाँ गएर पनि भ्यू चाहिँ आउँछ फेरि पनि भिडियो मार्फत स्वागत गर्न चाहिँ मैले चाहिँ एकदम जङ्गल जस्तो झाडीको अवस्थामा चाहिँ हेर्नुहोस्, पुरै माल्टाको मेलिया भन्ने ठ्याक्कै हाम्रो लामेसौराको तोरीबारी जस्तै छ। हेर्न सक्नुहुन्छ, त्यहाँ कुहिरे बाजे पनि हिँडिरहनु भएको छ होइन। अनि हाम्रो प्युठानको कृष्ण दाई फोनमा बोलेर चाहिँ व्यस्त हुनुहुन्छ। उहाँ चाहिँ पुरै रफ्तार सिंहको गतिमा चाहिँ रफ्तार हानिरहनु भएको छ। यो यता दाहिनेबाट खिच्दाखेरि समुद्रको सुन्दर दृश्य देख्न सकिन्छ भने यता देब्रेबाट चाहिँ तपाईँको ठ्याक्कै यो च्यार्ने लामेसौराको तोरीबारी जस्तै देखेको छ। अगाडिपट्टिको भ्यू हेर्नलाई चाहिँ अब यो चाहिँ छ अवस्था। हेर्नुहोस् अहिले अब यता अवस्था पुरै यस्तो छ, गम्भीर छ कुरो हो। समुद्र मजाले यता पुरै उता कुहिरेनी बजै पनि अगाडि के खोज्नु भएको कुनै है, के हरायो कि अब त्यसै घुमघाम हो। अब बोल्नको समस्या छ है, हाम्रो भाषा बुझ्दैन उनीहरूले। उनीहरूको भाषा हामीलाई बोल्न अलि लटरपटर त्यस्तै हो, काम चलाउ मात्रै। त्योबाट डिस्टर्ब नगरौँ होला। कृष्ण दाई पुरै रफ्तार हान्नुभएको छ। ल हेर्नुहोस्, अब हामी त्यो डाँडामा के हो घर जस्तो रहेछ, त्यहाँ गएर फेरि भिडियो मार्फत जोड्ने सूचना अहिले नै दिन चाहे। धन्यवाद। फेरि पनि भिडियो मार्फत नै 3 चोटि भइसक्यो स्वागत गरेको पनि है। ल हेर्नुहोस्, यो सुन्दर दृश्य। हाम्रो कृष्ण दाई पुरै अगाडि लहर हिँडिरहनु भएको छ। अब पूर्ण चेष्टा हुन्छ कि भिडियो मार्फत बोलाउने भने कस्तो फिल भइरहेको छ त दाजु तपाईँलाई चाहिँ? माल्टाको अनुभव कस्तो भइरहेको छ? कमाइ कस्तो छ? कमाइ त अब सुरुमा थिए, अब के भनौँ होइन, त्यस्तै छ। तर रमाइलो छ ठाउँ। खर्च कतिको छ? यता बस्नु अब यसो इन्टरभ्यू। खर्च त हेर्नुहोस् टन्नै छ यो माल्टामा है। सुरुमा प्रोसेसहरू के छ? एक्सपेन्सिभ जग्गा हो होइन, त्यही पनि अब ठिकै छ, सुस्त हुन्छ सबै कुरा राम्रो अल्हम्दुलिल्लाह भन्दै फेरि पनि हामी आजको गन्तव्यमा एकदम नजिक पुग्न लागिसकेको अवस्था छ। हेरौँ है त त्यहाँ गएर। तपाईँको मनै हर हुने दृश्य है। हेर्नुहोस्, आहा यो ठ्याक्कै हाम्रो लेखको चित्रे डाँडा रुख। त्यहाँ चाहिँ अब रुख ठुल्ठुलो हुन्थ्यो क्या चित्रे डाँडामा चाहिँ दाजु। अब यहाँ चाहिँ सानो तर
पहाड बादल हेर्न सक्नुहुन्छ। आजको मौसम एकदम भ्लग बनाउनलाई किसिम रमाइलो। त्यहाँभित्र गएन अलि के पुरानो चिजहरू त्यहाँ खाएर फोहोर गरे जस्तो छ बज्जीहरूले। समुद्र हेर्नुहोस्, आहा किन दाइ फेरि हजुर समुद्रको कलर हेर्नुहोस् तपाईँको। आज ब्लू है पानी पानी भनेर हनी सिंहले गाएको गीत ठ्याक्कै यही पानीलाई हेरेर लेखिएको जस्तो छ त्यो शब्द। त्यस्तो हेर्न सक्नुहुनेछ र यस्तो छ अवस्था। रमाइलो त छैन, तै पनि यस्तो दृश्य हेर्न पाउँदा मनै हरहर भइरहेको छ भनेदेखुन्। कुरो भनेको यस्तै छ। फेरि पनि नयाँ ठाउँमा हेलिकप्टर ल्यान्डिङ हुँदैछ हाम्रो यो हेलिकप्टर पनि देखियो माल्टामा आएर पहिलोचोटि। सो एकदम अद्भुत दृश्य हेर्न सक्नुहुनेछ। राम्रो छ राम्रो छ। यता हेर्नुहोस् डाँडा काँडा ठ्याक्कै लेखको। वाउ वडा पाउ। एकजना बच्चा नङ्गै पनि हिँडिरहेछ। हट दुई दाजुभाइको फोटो कार्यक्रम पश्चात फेरि पनि भिडियो मार्फत एउटै भिडियोमा 4 पटक स्वागत गरेर यो वर्ल्ड रेकर्ड नै बनाएको इतिहासमै लेखियो भन्ने जानकारी गर्न चाहे है त। हेर्नुहोस् माल्टाको दृश्य कति राम्रो भ्यू छ है। अच्छा ह्याप्पी यार, सब कुछ छ कि यहाँ होइन। सब कुछ छ, पहाडहरू पराहरू होइन। पानी हेर्नुहोस् कति कलर हेर्नु न पानीको एकदम एकदम कलर। अनि हावा पानी एकदम राम्रो माल्टामा चाहिँ एकदम हावा पनि राम्रो छ माल्टामा एकदम दाजु एकदम। यसमा कुनै नेपालको फिल हुन्छ कि होइन। कुनै दुई मात्रै छैन कि हजुर नराम्रो भन्ने कुनै शङ्कै छैन। हेलिकप्टर पनि दुईचोटि देखिसक्यौँ हामीले। भेरी क्लोज। यता तल जाने कि के गर्ने दाजु? यता यता यसो डाँडामा ल यता फेरि सर्प फेरि गोमन साँपको पनि दर्शन होला भन्ने डर है। नागदेव हामी तपाईँको सम्मान गर्छौँ, हाम्रो पनि ज्यान बचाइदिनु होला। गाह्रो छ ओ सुन्दरमय दृश्य। यता दाहिनेबाट समुद्रको दृश्य, यता देब्रेबाट तपाईँको सर्लक्कै पहाड। यो त नेपाल जस्तै त हो नि होइन। एकदम रमाइलो अनुभव भइरहेछ। घुम्दै फिर्दै फेरि विचित्रको ठाउँमा आइपुग्यो। डरलाग्दो सिन पनि छ होइन दाजु? ल छाल हानेको हो मछाडि के त छाल पनि हानिरहेको छ हाम्रो। त्यही पनि निरन्तर प्रयास। ओहो यहाँ पहाडको कलर हेर्नु। एकदम नाजुक अवस्थामा पनि देखियो त्यहाँ महिला तथा पुरुष पनि। त्यो त राम्रो होइन। सार्वजनिक ठाउँमा यस्तो गर्नु त राम्रो होइन। यो त बन्द कोठामा गर्ने काम भन्छौँ नेपालमा त होइन। तैपनि एकदमै विचित्रको अनुभव भयो आज होइन दाजु? है फर्स्ट टाइम यस्तो देखियो पनि है। यो त राम्रो काम त होइन। काम त राम्रै हो तर खुल्ला ठाउँमा गर्नु चाहिँ नराम्रो हो। रेडी छ है के हो? मासला हम्फाला लाग्यो क्या हो त? त्यस्तै लाग्यो मलाई पनि यार। पागल त
यार यहाँ यता ढुङ्गा छ नि त तल त्यति देखाएको मात्रै ए यहाँ त चालु बारी चाहिँ हेर यता देखाउँ ल फेरि पनि स्वागत छ तपाईँलाई। अब यो इतिहास कालमा सैनिक अभ्यासको लागि युद्ध अभ्यासको लागि बनाइएको दुर्लभ क्षेत्र माल्टाको स्थित समुद्रको छेउमा स्थित यो पोस्ट देखाउन गइरहेका छौँ दर्शकले। म अशोक तामाङको साथमा हाम्रो क्यामेराम्यान दाजु कृष्ण खत्रीज्यू हुनुहुन्छ र हेरौँ अब परापूर्व कालमा आजभन्दा 1400-1500 वर्ष अगाडिको अवस्थामा सैनिक अवस्था कस्तो चाहिँ ट्याक्टिस माल्टिज सेनाद्वारा कस्तो बङ्कर, अहिलेको आधुनिक शब्द युज गर्नु पर्दाखेरि बङ्कर भन्ने अब यस्ता यस्ता थिए भनेर हेर्न सक्नुहुनेछ यतातिर। अब यता म जान सकिनँ। अब माथितिर एकदमै भयङ्कर थ्याङ्क यू भाइ डेन्जर जग्गा छ यो हेर्न सक्नुहुनेछ। छ यताबाट कुनै जान सक्ने ढोकाको अवस्था छैन। जहाँसम्म लाग्छ त्यसको एक्सिस छिर्ने ढोका यहाँबाट हुनु पर्छ र यसलाई पनि हामी भित्रबाट मूल्याङ्कन गर्छौँ। र त्योभन्दा पहिला चाहिँ यहाँ लेखिएको बोर्ड के छ एकदम अङ्ग्रेजीमा के लेखा रहेछ पनि है यो मैले पढिनँ र त्यही पनि यो त भित्र सायद नजा भन्न खोजेको पनि हुनसक्छ। त्यही पनि यो ढोका अहिलेलाई बन्द रहेको अवस्थामा चाहिँ हामी गएनौँ। त्यही पनि बाहिरबाट हेर्न सक्नुहुनेछ यसको बनावट संरचना। हस् त धन्यवाद। पौडी खेल्ने कार्यक्रम सकिएपछि सैनिक पोस्ट पहिलाको देखाइसकेपछि फेरि यो अब रुमतिरै अब यहाँ हेर्न सक्नुहुनेछ कसैले अब पकाएर चाहिँ रमाइलो गरेको हुँदो रहेछन्। र अबको गन्तव्य भनेको चाहिँ कोठातिर नै रहेछ भन्ने कुरा थाहा भयो है त। लाग्नु पर्यो रुमतिर। पहाड अनि यो पानी एउटा न्यू साथी हुनुहुन्छ आज फर्स्ट टाइम समुद्रमा नुहाउँदै हुनुहुन्छ। रमाइलो भएको छ दिउँसो आज चिल मार्नु आएको पुरा पानी अनि एकदम चिसो छ। म चाहिँ चिसाले गइनँ मेरो साथी चाहिँ इन्जोय गरिरहनु भएको पानी मेरो नजिकै आइपुग्यो ल।